लेक लुइस अनि अब्राम लेकतिर हिँडेको हामी चाहिँ सबै परिवार हिँडिरहेछौँ गइरहेछौँ। यहाँनिर मेरो कान्छा छोरा चाहिँ सुतिरहेछ, बिहान छिट्टो उठाएर हिँडेको। अनि पछाडि ठुलो छोरा र आमा माम पनि सुतिरहेछ, माम नाति। अनि यता हाम्रो आप्पा हुनुहुन्छ। अब हामी चाहिँ यहाँनिर क्यानमोर पुग्न आँट्यो। यहाँ भ्यूहरू एकदम राम्रो देखिरहेछ। हामी चाहिँ यस्तो भ्यू हेर्दै हिँडिरहेछौँ है, कति राम्रो देखिरहेछ। आज मौसम त राम्रै छ, तर हावा चाहिँ अलिक चलिरहेछ। हावा चाहिँ पुरै चलिरहेछ। हामीले गाडीभित्रदेखि पनि फिल गरिरहेछौँ क्या। यो ब्याम्फतिर आउनुको मजा चाहिँ यही भ्यूहरूले नै धेरै उयो गर्छ क्या, मनलाई खुसी बनाउँछ क्या मनलाई। मेरो यहाँ ड्राइभर साहबले पनि केही दुई शब्द राख्ने हो कि? मलाई चाहिँ यहाँ आउँदाखेरि चाहिँ फेरि आउँ, भोलि नै आउँ, पर्सि नै आउँ भन्ने हुन्छ। यस्तो पनि चाहियो। मेरो ड्राइभरको चाहिँ खालि कुरा त्यही हुन्छ। एकदम माउन्टेनहरू छ। यसपालि चाहिँ हिउँ त्यति देखा परेको छैन, टरै भए पनि। यो त केही पनि होइन नि, अरू बेला कति